नमस्कार भाइ बहिनीहरू। आज हामी कक्षा 11 को सुनाइ पाठ 4 लाई लिएर आएका छौं। यस पाठमा तपाईहरुले जय पृथ्वीबहादुर सिंहको जीवनीलाई सुन्न सक्नुहुनेछ। यो सुनिसकेपछि पाठ 4 को सुनाइ बोलाइ खण्डमा रहेका समस्याहरूको समाधान गर्न यहाँहरू पक्कै सक्षम हुनुहुनेछ। अब सुनौं है त जीवनी जय पृथ्वीबहादुर सिंह। जय पृथ्वीबहादुर सिंहको जन्म बझाङको चैनपुरमा विक्रम सम्वत 1934 मा भएको थियो। बझाङी राजा विक्रम बहादुर सिंह र रानी रुद्रकुमारी सिंहको सन्तानका रूपमा राजपरिवारमा जन्मेका जय पृथ्वीले आइए सम्मको औपचारिक शिक्षा हासिल गरेका थिए। जय पृथ्वीबहादुर सिंह बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन्। सत्यवादी प्राथमिक पाठशाला खोली आफै शिक्षणमा खनिएका सिम्मले अक्षराङ्क शिक्षा, व्यवहारमाला, श्रेष्ठताबोध, शिक्षा दर्पण, प्राकृतिक व्याकरण, पदार्थ तत्त्व विवेक, भूगोल शिक्षा जस्ता दर्जनौं पाठ्यपुस्तक लेखेका छन्। उनलाई नेपालका आधुनिक शिक्षाका जनक पनि भनिन्छ। नेपालको लामो इतिहास बोकेको गोरखापत्रका प्रधान सम्पादक र व्यवस्थापक भए पत्रकार, सम्पादक र व्यवस्थापनका रूपमा पनि चिनिएका छन्। त्यस्तै आफ्नो गाउँठाउँमा गोरेटो, घोडेटो, पुल बनाएर, हाट लगाएर, विभिन्न व्यक्तिलाई सिप सिक्न सहर पठाएर, पाठशाला खोलेर समाज सुधारका अनेक गतिविधिको नेतृत्व गरेका थिए। यसका अलावा संसारका सबै मानिस एउटै हुन् भन्ने मानवतावादी विचारका पक्षधर सिम्मले युद्धभूमिमै गई घाइतेको उपचार समेत गरेका थिए। उनी कलकत्तामा रहँदा वकिल तथा नेपालका तर्फबाट कूटनीतिज्ञका रूपमा पनि काम गरेका थिए। निष्कर्षमा जय पृथ्वीबहादुर सिंह नेपाल आमाका त्यस्ता महान सन्तति हुन् जो एक्लैमा शिक्षासेवी, लेखक, व्याकरणकार, पत्रकार, सम्पादक, व्यवस्थापक, समाज सुधारक, मानवतावादी विचारक, वकिल तथा कूटनीतिज्ञका रूपमा भूमिका निर्वाह गर्न सफल भए। धन्यवाद।